Yo, what's up? What's up guys? What's up? हामी चाहिँ यहाँनिर माछा मार्न आएको 3 जना भएर र हामी यहाँ फर्स्ट माछा कुनसँग छु त्यही पोलेर खानु। See you in a bit, bro. ओ कता हो जानु पर्ने? यता पो त। यता हो जानु पर्ने। न बाटो हुँदैन माकुरा दाउरे छ छ्या अन्नरा पुछ जागिन। गाइसहरु आउँदैछ यहाँ। आएन यता। पिक्चर क्लियर। हल्ला नगर। आछ त उफुरिरहेछ। के गर्नु फ्यालले? पर के गर्नु तान्न? त्यो हातमा होल गरेर कि माछाले तानेपछि नि आफू नि तान्दिनु अल्झिहाल्छ नि। अल्झेन भने त मलाई भन्न ग्यारेन्टी दिन्छु तँलाई म। तर यहाँ कता कता अलिक सानो सानो रहेछ माछा। आइगयो नि माछा फुर्र खानु। ए देखिस् यहाँ यहाँ आयो भाइ माछा। पर गुइगा दिन्छ कति छोडिदिन्छ। माछा घुम्दैछ चारो छेउछे माछा घुम्दैछ। कमन टोक न छिटो टोक। देखिस् ल अमिरको फर्स्ट माछा हो यो। नै भरेछ त। सानो भए पनि ठुलो भयो। Finally, man, after long hours. मेरो बोजूमा छ। लेफटेको लेफ। हामीले चाहिँ यस्तो खालको माछा पारे यसमा चारवटा भयो। यहाँ चाहिँ यस्तो खालको मात्रै माछा पर्दो रहेछ। चारवटा हामीलाई मिल्न भयो। यिनीहरूलाई पोलेर खान्छ अब हामी भरे। यो हामी चाहिँ यहाँ पार्कमा आइसकेछौँ। अब दाउरा भेडा पारेर चाहिँ यहाँनिर अहिलेको 4टा माछा पोलेर खान्छौँ। यहाँनिर चाहिँ आगो बल्नु सुरु भइसकेको छ। फेरि कतिको बल्छ बल्यो भने चाहिँ राम्रो बलेन भने चाहिँ अब फेरि फेल खायो। यसलाई चाहिँ यसरी गरिरहनुपर्छ। यसलाई यहाँ टाउको काटेर यसो गरेर नि कस्तो मजाले निक्लिन्छ क्या यहाँबाट। यो आँगर चाहिँ बिग्रम गनाएर सबै ब्लडलाई चाहिँ फाल्नुपर्छ। ल पानी अलिकति यसो साह्रै हड्डी हुन्छ कि अब लास्ट छ एउटा। अरू त्यसलाई छोड्दा अब यसलाई चाहिँ यस्तो दामीको अलिकति यो हामीले फोइलमा चाहिँ प्याक गरिसकेका छौँ। भइसकेको छ होइन। फर्स्ट यस्तो गरौँ। सम्हाल्नु आउँदैन यसलाई। तिनवटा मात्रै उसको चाहिँ पर आएको छ। उसको चाहिँ पर हो त्यसलाई छोड्दै मात्र अब लु यहाँ समात्न यो समात्नुहुन्न। हेरौँ अब गाइस कस्तो हुन्छ। अब यो चाहिँ क्लिनअप हान्नुपर्छ हामी। अनि यता क्लिनअप हान्दा ओर्दा यता रेडी हुन्छ कि। अनि खारा भन्नेछु कस्तो हुन्छ नि सर।
अब यहाँ खोलेर हेर्ने छ पाकी पाकेन एउटा मात्रै हेर्ने भनेको होइन पाक्यो होला सर पाकै छ यत्रो यत्रो माछाहरू त अनि पाकेको हुनु यो चाहिँ मेरो साट्दिउँ साटौँ साटौँ होइन त्यहाँबाट यता साट्ने क्या 3 dead body of fish पाक्नु पर्ने हो हेर डढे पनि होला है मलाई त डढे पनि लाग्दैछ कुरुम कुरुम हुन्छ डढेको alright उही चाख्छ उही पाएको यो पाकेको छ अरिङ फुल्नु यप पाएछ पाकेछ। लु अरिङ खोल्छ सबै अमिर कम हियर म्यान ल हामीले चाहिँ यो बनाइसकेको छ अलिकति अब खानु स्टार्ट यो हामीहरूको फर्स्ट टाइम है यो हामी हामीहरूको टेस्ट गर्दैछौँ कस्तो हुन्छ कस्तो छ अब काँडै काँडा छ हो केयरफुल भएर खानु पर्ने हुन्छ कस्तो रह्यो ठिक छ ठिकै बनेछ घरकै जति घरमै बनाएको जस्तो चाहिँ हुँदैन होइन तर यस्तरी टपक्क टिपेर अनि अलिकति मासु मासु खाँदा चाहिँ लाग्छ होइन मलाई चाहिँ भन्ने हो भएन भएको इन्जोय त भयो नि त त्यही गरेर पनि मिठो छ बुझ्छ ठिक हो हरिहरी बनाएर खोज्नु नट ब्याड यसरी खानुको मजै भिन्दै छ क्या भनेपछि यसले खाँदैन अरे म खाइदिनु पऱ्यो यसको भाग यति भए पनि प्रोटिन है हड्डी चाहिँ मुखैभरि आउँदो रहेछ यसको धेरै हड्डी छ सानो पनि भयो होला नि त कति म चाहिँ यसलाई 10 मा 17 दिन्छु मेरो रेटिङ सब्सक्राइब फर मोर बाई ल हामीले चाहिँ आगो पनि मारिसकेको छौँ खाइसकेको छौँ सबै प्लास्टिकमा लाएर त्यो माथि ट्रासमा फालेर ल अनि घर जान्छौँ हामी के हामीले त सक्यौँ आजको काम पुरा गरेर ब्याक पोइन्टिङ हानि न त हान्न त ब्याक पढ्ने हेर्दा अमिरले फर्स्ट टाइम माछा समातेको होइन अघि हो नि हो कस्तो भयो एक्सपिरियन्स It was good. It was good. कति मारा मैले 10 वटा साथीले दुईटा लगभग 12 वटा गरौँ यसले त ल मम बाई ल बाई ल त गाइस आजको इट वाज गुड we'll see you next time subscribe to our new channel